एक जंगलमा एउटा सानो चरा रुखको हाँगामा बस्थ्यो। अरू चराहरूलाई आकाशमा स्वतन्त्र उडेको देख्दा उसको मन पनि फुरुङ्ग हुन्थ्यो, तर ऊ भने उड्न सक्दैनथ्यो, कारण उसको जन्मजात प्वाख थिएन। अरू चराहरू उसलाई गिज्याउँथे र भन्थे, "त त कहिल्यै उड्न सक्दैनस्।" तर त्यो सानो चराले हार मानेन। एक दिन उसले आफैलाई भन्यो, "मसँग प्वाख नहोला, तर मसँग इच्छा शक्ति त छ नि। यदि मैले लगातार प्रयास गरिरहे भने म पनि एक दिन अवश्य उड्नेछु।" त्यसपछि ऊ हरेक दिन उड्ने अभ्यास गर्न थाल्यो। कहिले रुखबाट तल जमिनमा हाम फाल्थ्यो, त कहिले जमिनबाट माथि हावामा समातिने कोसिस गर्थ्यो। अरू चराहरू उसको यो प्रयास देखेर हाँस्थे, तर उसले कसैको कुरा सुनेन र आफ्नो अभ्यासमा लागिरह्यो। धेरै महिना बित्यो। बिस्तारै उसको पखेटामा ससाना रौँहरू पलाउन थाले। उसले आफ्नो अभ्यासलाई जारी राख्यो र अन्ततः एक दिन ऊ थोरै भए पनि उड्न सफल भयो। त्यो क्षण उसको जीवनको सबैभन्दा खुसीको क्षण थियो। आज त्यो चरा आकाशमा सबैभन्दा अग्लो उडान भर्ने चरा बनेको छ। उसले ती सबैलाई प्रेरणा दिन्छ जो आफूलाई कमजोर ठान्छन्। यस कथाले हामीलाई यो शिक्षा दिन्छ कि हामीसँग जस्तो सुकै कमी कमजोरी भए पनि यदि हामीमा आत्मविश्वास, धैर्य र लगातार प्रयास गर्ने इच्छा शक्ति छ भने हामीले असम्भवलाई पनि सम्भव बनाउन सक्छौं। कस्तो लाग्यो यो कथा?